पहिला कहिलेकाहीँ यस्तो लाग्छ कि मेरो लाइफमा भएको प्रब्लम मेरो कन्ट्रोल बाहिर छ, मेरो फ्यामिली यस्तो छ, मेरो लक खराब छ, मसँग कुनै अप्सन नै छैन। तर आजको यो च्याप्टरले एउटा कठोर सत्य भन्छ। तपाईँ सधैँ चुज गरिरहनु भएको हुन्छ। सुन्न अलि गाह्रो लाग्न सक्छ, तर यही कुराले तपाईँको लाइफ चेन्ज गर्नेछ। आज हामी कुरा गर्नेछौँ द सबटल आर्ट अफ नट गिभिङ अ फक, बकवास नगर्ने सूक्ष्म रुल मध्ये च्याप्टर 5, यु आर अलवेज चुजिङ। तपाईँ सधैँ चुज गरिराख्नु भएको हुन्छ। यस च्याप्टरको मुख्य कुरा के हो भने हामी आफ्नो प्रब्लमबाट भाग्न खोज्छौँ अनि ब्लेम अरूलाई लगाउँछौँ, दोष अरूलाई दिन्छौँ। हामी भन्छौँ यो मेरो गल्ती होइन, तर लेखक मार्क मेन्सनले भन्छन् सिचुएसन तपाईँको कन्ट्रोलमा नहुन सक्छ, तर त्यसमा तपाईँको रियाक्सन सधैँ तपाईँको कन्ट्रोलमा हुन्छ र त्यो रियाक्सन नै तपाईँको चोइस हो। यहाँ एउटा पावरफुल कन्सेप्ट के छ भने पेन, दुःख र रेस्पोन्सिबिलिटी, जिम्मेवारी। पेन सधैँ तपाईँको गल्ती हुँदैन, दुःख तपाईँको सधैँ गल्ती हुँदैन, तर रेस्पोन्सिबिलिटी सधैँ तपाईँको हुन्छ। जिम्मेवारी भने तपाईँको हुने गर्छ सधैँ। उदाहरणका लागि कसैले तपाईँलाई धोका दियो भने त्यो तपाईँको गल्ती होइन, तर त्यसपछि तपाईँ कसरी ह्यान्डल गर्नुहुन्छ त्यो तपाईँको चोइस हो। तपाईँ बिहान अलार्म राख्नुहुन्छ, जब अलार्म बज्छ तर तपाईँ भन्नुहुन्छ अझै 5 मिनट सुत्छु, त्यो पनि एउटा चोइस हो। पछि तपाईँ ढिला उठ्नुहुन्छ, दिन बिग्रन्छ अनि तपाईँ भन्नुहुन्छ आज मेरो दिन खराबै भयो। तर रियालिटी के हो भने दिन खराब होइन, तपाईँको चोइस, तपाईँको रोजाइ गलत थियो। कसैले तपाईँलाई इन्सल्ट गर्यो, तपाईँको बेइज्जत गर्यो, अब तपाईँसँग दुईवटा अप्सन छन्, रिसाउने, झगडा गर्ने, इग्नोर गर्ने, शान्त बस्ने। सिचुएसन एउटै हो तर रिजल्ट फरक छ। किन? रियाक्सन फरक भयो, चोइस फरक भयो। धेरै मानिस किन लाइफमा अगाडि बढ्न सक्दैनन्? किनकि उनीहरू सधैँ भन्छन् म भिक्टिम हुँ, मेरो लाइफ अनफेयर छ। जब तपाईँ आफैलाई भिक्टिम मान्नुहुन्छ तपाईँ आफ्नो पावर गुमाउनुहुन्छ अनि लाइफ चेन्ज गर्ने कन्ट्रोल हराउँछ। जब तपाईँ भन्न थाल्नुहुन्छ मेरो रेस्पोन्सिबिलिटी हो, त्यही बेला तपाईँ स्ट्रङ बन्नुहुन्छ। रेस्पोन्सिबिलिटी लिनु भनेको आफ्नो लाइफको कन्ट्रोल लिनु हो र कन्ट्रोल लिनु भनेको चेन्ज गर्न सक्ने शक्ति पाउनु। यस च्याप्टरको सबैभन्दा डिप कुरा के हो भने तपाईँ आफ्नो लाइफमा भएको सबै कुराको कारण नहुन सक्नुहुन्छ, तर त्यसको जिम्मेवारी लिनु नै तपाईँको ग्रोथ हो। यही सोचले तपाईँलाई विकबाट स्ट्रङ बनाउँछ। आजदेखि एउटा कुरा सधैँ याद राख्नुहोस्, तपाईँको सोच, तपाईँको रियाक्सन, तपाईँको डिसिजन, सबै कुरा तपाईँको चोइस हो। जब तपाईँले रेस्पोन्सिबिलिटी लिन सुरु गर्नुहुन्छ त्यही बेलाबाट तपाईँको लाइफ चेन्ज हुन सुरु हुन्छ। यदि तपाईँलाई यस्तो क्लियर र प्र्याक्टिकल ज्ञान मनपर्छ भने ज्ञानको भण्डार युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस् र यस्तै डिप कन्टेन्टको लागि हामीसँग जोडिन नबिर्सनुहोला। धन्यवाद।